वासिङ मेसिन डह्रो छ त अन्त यहाँ ढाड दुखेर बस्नु पनि भएको छैन यहाँ वासिङ मेसिन चाहिँ तपाईँको नाइट ड्युटी नभएर धुनु लाउँथेँ अब है यहाँ आफ्नै त यहाँ करङ झनै भाँच्यो अहिले यहाँ त लुगा नि यो वासिङ मेसिन अब यस्तो मान्छेलाई बिमार हुनु दिनु त हेर्नु त गाइस अब यहाँ यस्तो चाहिँ मेरो मेसिन हो अब ढाड दुख्यो भने चाहिँ अब फेरिसँग अब हस्पिटल लगेर थेरापी गरेर ल्याउने बेला भयो अस्ति फिल्ला दुख्दा त म आफै थेरापी गर्दै थिएन अब ढाड दुख्दैछ अब ढाड दुखेको त अब म गर्न सक्दिनँ किनभने आफै पनि त यहाँ हस्पिटल गएर थेरापी गरायो भने चाहिँ होइन अब गाइस यो फेसबुकको एउटा फर्स्ट पेमेन्टले चाहिँ एउटा वासिङ मेसिन नकिनी भएन यो लुगा नबिगा गाइस लु तपाईँहरूले एकदम सपोर्ट गर्नु पऱ्यो है अहिले त अहिलेसम्म तपाईँले सपोर्ट गरिरहनु भएको छ मेरो फेसबुकको फर्स्ट पेमेन्ट आउँदा चाहिँ म चाहिँ एकदम मेरो बुढीलाई चाहिँ वासिङ मेसिन किनिदिन्छु है ल त्यसको लागि चाहिँ तपाईँले धेरै सपोर्ट गर्नुपर्ने हुन्छ है तपाईँहरूले एकदम लाइक कमेन्ट सेयर चाहिँ गरिदिनुहोस् तपाईँहरूले होइन धेरैभन्दा धेरैसम्म मान्छेको छमा मेरो यो भिडियो पुऱ्याइदिनुहोस् होला भन्ने धेरै आशा गर्दछु है गाइस ल तपाईँ के भन्न छ यहाँ यहाँ सास बन्नुला जस्तो भइसक्यो भाँडा धुकुले लुगा धुकुले हिजो हो नि त गोबरले डल्लै तल लिप्यो नि तल किचन त्यहाँबाट यहाँ पुस्यो माथिल्लो किचन काठको त्यहाँबाट चामल केलायो 50 केजीको त्यहाँबाट गाईको थलायो त्यहाँबाट गाईको पिसाब चाहिँ सबै उयो काँक्राहरूतिर हालेको इस्कुसहरूतिर घाँसतिर त्यहाँबाट नुहाइ गरेको त आमा यो त सानो दुखेको होइन यस्तो मेसिनले कहाँ बिमार हुनु दिने मेसिन नि हो मेसिन ल त गाइस एकदम वासिङ मेसिन एउटा नकिनी भएन है कसैले गिफ्ट गरिदियो पनि हुन्छ गिफ्टै गरिदिनु है ल बिहान पनि गाई बाई बाई गाई दुना नभए चाहिँ म सुतेको हुन्थेँ अब के गर्नु बिहान 5 5:30 उठ्नै अब यत्रो साल दुध किनेर खाएको अब बल्ल बल्ल गाई बिहाको छ गाईको बाछा भोकाउँछ बिहान छिटो उठ्नुपर्छ जिन्दगी चाहिँ यस्तो हुनुपर्छ गाई चाहिँ हेर नि अब यो हो नि जिन्दगी चाहिँ हेर न गाईमा दुनु होला यहाँ लुगाको थाहा यहाँ जिन्दगी यो हो नि त है ल बाई बाई दिनै बिच धुँदा नि के छ मैला भएको लुगा बाई